यतिखेर म छु हाम्रो उत्तर वाहिनी क्षेत्र काली गण्डकीको आसपासमा छु। चक्रशिलालाई लगभग अब डुबाउने अवस्थामा छ। एकदम बढ्दो यस्तै छ दाजु, यहाँ बस्नु पनि डर लाग्ने चाहिँ। राजन भ्लगमा तपाईहरुलाई स्वागत छ। म सन्चै छु अनि तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। आज चाहिँ बुढाबुढी भएर जाँदैछौँ उत्तर वाहिनी क्षेत्र। अब किन जाँदैछौँ त भन्दा काली गण्डकी नदी कतिको उर्लिएको छ त भनेर हेर्नको लागि। अब हामी चाहिँ अगाडि बढ्दैछौँ। भ्यू चाहिँ खत्रै देखिएको छ है त साथीहरु। आज चाहिँ ड्राइभरमा चाहिँ म छु, खलासीमा चाहिँ बुढी। ओहो यताको भ्यू हेर्नुस् त साथीहरु, बब्बालै छ है त। अनि मेरो भ्लग हेर्नुहुन्छ तर लाइक कमेन्ट चाहिँ गर्नुहुन्न, यसो शेयर पनि गरिदिनुस् है त साथीहरु। अब भने हामी लगभग उत्तर वाहिनी क्षेत्र आइपुग्यौं। अब चाहिँ हामी स्कुटीबाट ओर्ल्यौं। हामी लाग्छौं काली गण्डकी नदीतर्फ। अघि बुढी पछि म। अनि साथीहरु भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला है त। एकदम बढेको छ रे गण्डकी चाहिँ। एकदमै बर्खायामको समय। अब यहाँबाट देखिन्छ काली गण्डकी निकै नै बढेको, एकदम उर्लिएर आएको देखिन्छ है। आज चाहिँ बुढाबुढी भएर यसो छुट्टै आनन्द लिनको लागि। अब भने हामी लगभग काली गण्डकीको किनारको आसपासमा आइपुगेका छौँ र यहाँनिर देख्न सक्नुहुन्छ साथीहरु, यो चाहिँ हाम्रो चक्रशिला। डरै लाग्यो ल। डर पो लाग्यो। यहाँको दृश्य देख्दा त मेरो ज्यान नै सिरिङ्ग भयो है त। तपाईहरु कोही काली गण्डकीको आसपासमा हुनुहुन्छ भने साथीहरु एकदमै ख्याल गर्नु होला। यतिखेर म छु हाम्रो उत्तर वाहिनी क्षेत्र काली गण्डकीको आसपासमा छु। यहाँ देख्न सक्नुहुन्छ हाम्रो काली गण्डकी चाहिँ निकै बढेको छ। यतिखेर चक्रशिलालाई लगभग अब डुबाउने अवस्थामा छ। तपाईहरु जहाँ हुनुहुन्छ यो काली गण्डकी आसपासमा हुनुहुन्छ भने धेरै बस्तीहरू छन् गण्डकीको आसपासका, निकै नै ख्याल राख्नु होला। यतिखेर म छु, यहाँ देख्न सकिन्छ चक्रशिला। निकै नै ख्याल गरेर आउनुपर्छ है। चक्रशिला हेर्नुहोस् त यस्तै बगेर आएको छ है। गण्डकी चाहिँ एकदम बढ्दो यस्तै छ दाजु। हामीलाई चाहिँ एकातिर यो दृश्य हेर्न मन लागिरहेको छ र अर्कोतिर एकदम डर लागिरहेको छ। ल साथीहरु हामी एकैछिन यहाँको दृश्य हेर्छौं अनि त्यसपछि फर्कन्छौं। आजको भ्लग चाहिँ यति नै, फेरि भेटौँला।